ल हेलो नमस्ते साथीहरू सोना प्यारिसमा हजुरहरूलाई स्वागत छ। यो चाहिँ मेरो दुईटा गोलुमोलु मुटुको टुक्राहरू हो। आजको स्पेसली भिडियो भनेको चाहिँ मेरो छोरीको हुन त सानोमै कान छेड्नु पर्थ्यो, अहिले ठुलो भइसक्यो ऊ, तर कान छेडेको छैन। आज भने चाहिँ स्पेसली उसले कान छेड्छु मामु भनेर चाहिँ भनिसकेपछि उसको रियाक्सन, ऊ रुन्छ कि रुँदैन, ऊ स्ट्रङ छ कि छैन, भिडियो बनाउँदैछु। ल साथीहरू, आज भने चाहिँ स्पेसली मेरो छोरीको कान छाड्ने हो ल। अनि मेरो छोरीले कस्तो रियाक्सन दिन्छ, या रुन्छ या ह्याप्पी हुन्छ, आई डोन्ट नो। तपाईँहरूलाई म फुल भिडियो देखाउने छु। अहिले भने चाहिँ हामी रेडी भएर निस्किन्छौँ। टाप सर्बीले चाहिँ यो खाँदै कान छाड्ने भनेर चाहिँ यहाँनिर उसको आइसक्यो। ल ल्याउ त, यसको नाम के हो रे? बेबी थाहा छ? ल अहिले खाने होइन ल, कान छाड्दा खाने हस्। लु लिएर जाऊँ। थ्याङ्क यू। ओके, गुड जब। डोका हेर, बेबीले कान छाडो, आँखापट्टि पनि हेर हेर, डोका हेर, कान छाडिसक्यो। या कान देखाउ त। अनि गिफ्ट पनि पायो मेरो छोरीले। कान कति राम्रो, कान छाडेर मान्छे मक्खै मक्खै मक्खै, जति बेला नि कान मात्र देखाउने। ल हामी चाहिँ घरमा पनि आइसकेको छौँ कान छाडेर। अनि त्यसपछि कान छाड्दाखेरि छोरीले पाएको गिफ्ट देखाउने अरे। ल देखाउ तिमीले। यो चाहिँ मम्माले किनिदिएको हो क्या। हो त्यहाँनिर गेम खेल्ने, अनि त्यो गेम खेल्दाखेरि ठ्याक्कै हामीले मिलायौँ भने अनि त्यहाँनिर डोनट खानु पाइन्छ। ल अर्को देखाऊ अब। हो त के छ? हो त चाहिँ गिफ्ट हो तिमीलाई। ए तिमीले राम्रो गर्यो नि त, तिमी धेरै रोएन नि त, अनि एकैछिनमा पेसेन्ट भयो नि त, त्यही भएर तिमीलाई चाहिँ हार्ट दिएको, हार्ट। अनि हो त्यो चाहिँ स्प्रे हो, यता देखाउ त। अनि कानमा लाउने स्प्रे यो त्यो चाहिँ। अनि अर्को के छ? स्टिकर। खै चक्लेट देखाउ न यता। अनि अर्को? अनि हो त्यो चाहिँ तिम्रो कार्ड हो, त्यो चाहिँ तिम्रो अब कान छाडेको भनेर के एलर्जीहरू आयो भने त्यहाँ सर्टिफिकेट जस्तो हो त्यो। राख खोइ यता राम्रोसँग देखाऊ। अब भयो। ल खुसी छ? ल यही नै हो मेरो छोरीले चाहिँ आज। अब हुनु त सानोमै छाड्नु पर्ने हो कान, तर मेरो छोरीलाई सानोमा छाडिएन। अनि अहिले चाहिँ उसले एकदमै रहर गरेको भएर चाहिँ हामीले आज चाहिँ फाइनली कति 3-4 चोटि गएर
फाइनली आज भने चाहिँ हामीले कान छाडेको छौँ अनि हामी चाहिँ घर आइसक्यौँ। अनि यिनीहरूले आइस गोला पनि खाँदैछ। केटा एउटा केटा आइस गोला खाँदैछ, खोइ बहिनीको। अनि बाबु चाहिँ पुसेतमै सुतिरहेछ। अनि हामीले चाहिँ उतो एक्सोबाट त्यो मिरर पनि लिएर आयौँ। अनि त्यसपछि त्यो माथिको यो सामान राख्ने पनि लिएर आएँ। अनि यहाँ छोरी चाहिँ अब यो आइस गोला खाँदै घाम ताप्दै बस्छ। अनि कान छाडेर मकै परेको छ। ल मेरो छोरीलाई मेमोरी हुन्छ मैले यति बेला चाहिँ कान छाडेको रहेछु भनेर। यो चाहिँ भिडियो युट्युबको लागि हो। ल के भन्नु छ, बाई बाई भन छोरी। बाई, आई लभ यु। ल अच्छा।